कस्तो मिठो मासुको वासना आयो। तँ दमाईको छोरी पो रहेछ। कसैको घरमा मासु पकाए जस्तो छ, त्यही भएर वासना आएको। ल जामै अब। नाइ, एकछिन भए पनि मासुको तिर्सना मेटाउने हो। कति दिन भइसक्यो मासु खान नपाएको। हे लाठी, कहीँ मासुको वासना सुँगेर पनि मासुको तिर्सना मेटिन्छ त? सुन न, बरु म आजतिर बेलुका मासु पकाएर खुवाउँछु नि है। साँच्ची हो दिदी? साँच्ची नि? र आफूलाई बिहान एक कचौरा मासु नरुचेर कुकुरलाई दिइरहेको छु। यिनीहरू भनी मासु खान नपाएर बासासँगै हिँडिरहेको छु। मेरो भाग्यलाई चाहिँ मान्नै पर्छ। हुन त म ड्याडी मम्मीको एक्लो छोरी हो। हे भगवान, यिनीहरू जस्तो दुखी जीवन चाहिँ कहिल्यै जिउन नपरोस्। म कस्तो लाठी है? कहाँ मलाई भगवानले सुख दिएको छ त? सुख त मलाई मेरो मम्मी ड्याडीले जे भन्यो त्यही दिएर मलाई सुखी लाइफ जिउन मजा आइरहेको छ। र गरिबीको जिन्दगी। बाई बुने। बाई दिदी। अनि सुन त, कसैसँग झगडा नगर्नु ल, अनि ज्ञानी भएर पढ्नुहोस्। ल ल, ढिलो भइसक्यो, जाऊ छिटो छिटो। हस्, बाई दिदी। बाई। यो कति हेर्नु? अब हिन्दी फिल्म लगा न। बुझ्ने मलाई लास्ट टेन्सन भएर गीत गाइदेऊ त। दादा, म गीत गाउँदा चक्लेट किन्नु। त गीत चाहिँ गाइहाल, म चक्लेट किनिदिन्छु। अनि लगायो तिमी तार गरेर, हजुर फी गरेर, अन्त जन्न लबट्टु मलाई छोडेर। भाइरल केटी त यता रहेछ। अब योसँग टिकटक बनाएर म पनि भाइरल हुने हो। ओइ खुची, तँलाई म 5 रुपियाँ दिन्छु, मसँग एउटा टिकटक बनाउँछु। ओइ काली, त मेरो बहिनीसँग के रहेछ? त उठ। बाख्रे, यो तेरो बहिनी हो। यो बहिनीसँग एउटा टिकटक बनाउन लागेको थिएँ। मेरो अनुहार हेरेर मेरो बहिनी भनेर थाहा पाउन सक्नुहुन्छ त? बाख्रे, के कुरा गरेको? अनुहार हेरेर तेरो बहिनी पत्ता लगाउन सक्छ र? ओइ टुमुर्की, त मेरो बहिनी भाइरल छ भनेर तनी टिकटक बनाउन आक्यो होला छैन? गइहाल यहाँबाट। ओइ बच्चाहरू, यहाँ तिमीहरू के गरेर आएको? ट्रेनमा एक्लो डुल्यो हिँड। यो भाइरल केटीसँग टिकटक बनाउने भनेको त यसको दाइ आएर मरिगयो नि। थुक्क मेरो भाग्य। उसी के पड़ोस में है। ओइ, यो पनि राम्रो छैन, आउनु लाग्यो। ओइ, कति हेर्नु हिन्दी? अब त्यो नेपाली गीत लगा त, गोजीमा दाम छैन भन्ने। जनता टिभीबाट ला है। दाम छैन मेरो गोजीमा, दाम छैन। गोजीमा सुक्को नहुने मान्छे केही पनि कम छैन। गोजीमा सुक्को नहुने मान्छे केही पनि कम छैन। हैन, पागल जस्तो के बोलेर? हे रश्मि, त पनि त्यो साइराको जस्तै बेहोर नदेखाइ। त्यो साइराले यस्तै बेहोर देखाएर मैले त्योसँग दोषी टुटे। फेरि तँसँग पनि टुटाउनु पर्ला। निकिता, सरी ल, म अलि बोल्न जान्दिनँ के। ल ल, इट्स ओके।
Okay, meet him and call me later. Okay. Oh, आज छोरीको पनि बिदा हो क्या हो? छोरीलाई फोन गर्नु पर्यो बरु. ए बाबाको पो आएछ. हेलो बाबा. हेलो छोरी. बाबा नमस्कार. नमस्ते नानी. सन्चै छौ नानी? बाबा म यता सन्चै छु. अनि तपाई सन्चै हुनुहुन्छ? म पनि सन्चै छु छोरी. अनि मम्मी कता हुनुहुन्छ? मम्मी रुममा छ, म अफिसमा छु नानी. ए खाजा खानु भयो त? खाएँ नानी खाएँ. अनि आज शनिबार टिभी हेरिरहेको कि होमवर्क गरिरहेको त? बाबा होमवर्क गरिरहेको छु नि. टिभी हेरिरहेछ. अनि बाबा कति होमवर्क दिन्छन् म्यामहरुले? होमवर्क धेरै हुनु त राम्रो हो नि छोरी. अनि भन त यसपालिको एक्जाम कस्तो भयो तिम्रो? ए बाबा तपाई टेन्सनै नलिनु न. मेरो यसपालिको एक्जाम एकदमै बब्बाल भएको छ. म फर्स्ट हुन्छु. फर्स्ट नभए नि सेकेन्ड चाहिँ कन्फर्म हुन्छु बाबा. अनि सुन्नु न बाबा, मलाई 10,000 जति पैसा चाहिरहेको थियो. अनि तिमीलाई 10,000 पैसा चाहिँ किन चाहियो भन त? हे बाबा किन चाहिन्छ 10,000? हो किन चाहिन्छ? म स्कुल फी बुझाउनु पर्यो. क्यान्टिनमा खाजा खाएको बिल 5,000 भइसक्यो. त्यो पनि तिर्नु पर्यो. साथीहरूले भन्छन् मलाई कहिलेकाहीँ त चटपटे पानीपुरी खुवाउन यत्रो धनी भएको छोरी चाहिँ खुवाउदिनस् भन्छन्. अनि उनीहरूलाई पनि खुवाउनु पर्यो. तपाईको समाजमा यत्रो इज्जत छ, त्यो इज्जतलाई पनि बचाउनु पर्यो. अनि त्यही भएर मलाई 10,000 रुपैयाँ चाहिएको. ल ल नानी, म अहिले अफिसमा छु. बेलुका मम्मीसँग सल्लाह गर्छु नि. हस् मलाई जसरी पनि 10,000 रुपैयाँ चाहिन्छ चाहिन्छ चाहिन्छ. यदि मलाई 10,000 रुपैयाँ भएन भने म तपाईहरुको फोन कहिले पनि उठाउँदिन. छोरी किन तिमीले धेरै घमण्डी भएको? भरे मम्मीसँग सल्लाह गरेर 1-2 दिनमा हाल्दिन्छु. हस् बाई ड्याडी. बाई. मम्मी आइसी मलाई कल गर्नु भन्नु ल. ल ल बाई छोरी. हस्. रश्मि हैन मलाई किन हाने कि? यस मेरो 10,000 आउने भयो. तेरो 10,000 आयो भने मैले के गर्नु त? त्यो 10,000 को हामी पार्टी गर्ने हो. साच्चै पार्टी हाल्ने हो? बरु त के खान्छस्? मोमो खान्छस् कि चाउमिन खान्छस् कि पिज्जा खान्छस् कि बर्गर खान्छस् कि ससेज खान्छस्? के खान्छस् भन. अरु मलाई केही चाहिदैन. 1 प्लेट मोमो खान पाए पुग्छ. किन 1 प्लेट मोमो रश्मि? तेरो नाममा 2 प्लेट मोमो. मेरो बाबाले मलाई पैसा पठाउने बित्तिकै म तँलाई 2 प्लेट मोमो खुवाउँछु. तर सुन त रश्मि, मैले बेला बेलामा तँलाई काम हराउँछु. त्यो चाहिँ तैले गर्नुपर्छ है. ल ल तैले भनेको म मानिहाल्छु नि. तर निकिता मलाई घर जान ढिला भइसक्यो. म जान्छु ल. ल ल जा. बाई बाई बाई. म चाँडो हिँड्नु कि ढिला हिँड्नु कि तिमीलाई के को मतलब? मलाई किन पिटेको? सँगै घर जान्छस् भनेर पर्खाको त अझै ठुलो कुरा गर्छस्. म गरिब मान्छेसँग तिमी किन हिँड्नु पर्यो? तिमी जस्तो धनी बोर्डिङ स्कुलमा पढ्ने मान्छे एक्लै एक्लै हिँड्ने भइहाल्यो नि. अझै ठुल्ठुला कुरा गर्छस्. तँलाई यही पिट्दिउ. लपिट त लपिट. ठुल्ठुला कुरा गर्ने. अनि सुन त कसैसँग झगडा नगर्नु ल. अनि ज्ञानी भएर पढ्नुहोस्. सक्सेस ल हानन.
म मेरो दिदीलाई बोलाएर लिएर आउँछु। ठुला कुरा गरेपछि यस्तै हो। मेरो दिदी चाहिँ को र? कपाल पनि भुताले मेरो बुक पनि फ्याँकी अनि गरीबको छोरी होस् भनेर पिटी। उसलाई के भनेको थियो होला नि त? यतिकै त पिटिन होला। मैले केही भने छुइनँ। म सुरु घर आइरहेको थिएँ, त्यसले मलाई ओइ त्यही पक भनेर त ठुल्ठुला कुरा गरे हो भनेर मलाई पिटी। त्यो अहिले कता छ त? त्यो अहिले घर गइरह होला। ल हिँड, म त्यसलाई गएर सम्झाउँछु किन झगडा गरेको भनेर। ल हिँड। दिदी यो मलाई कुट्ने। ओइ अस्मिरो बहिनी, तिमीले झगडा खेलेको हो अनि तिम्रो बाबा आमाले तिमीलाई झगडा खेल भनेर स्कुल पठाउनु भएको र? यसले ठुल्ठुला कुरा गरी त्यही भएर मैले यसलाई पठाइदिएको। तिमीले उसलाई के भनेको भन त मलाई। दिदी मैले उसलाई केही पनि भने छैन, उसले मलाई त्यतिकै कुट्यो। यो टिमुर्कीलाई यो दमाईको छोरीले के गर्दैछन्? त्यही गएर बुझ्नु पर्यो। सानो उमेरमा राम्रोसँग पढ्ने हो अनि ठुलो मान्छे बन्ने हो, बाटोमा झगडा गरेर हिँड्ने होइन। अबदेखि तिमीहरू दुवैजनाले झगडा गरेको थाहा पायो भने दुवैको गाला पड्काइदिन्छु। के भयो टिमुर्की तँलाई? यिनीहरू दिदी बहिनी मिलेर मलाई पिटे। के अरे? यी दिदी बहिनी मिलेर तँलाई पिटे रे? ओइ तिमीहरूले टिमुर्कीलाई एक्लो सम्झेर पिट्यो होइन? नर टिमुर्की, यस्तो हिसाब किताबमा भोलि गर्नेछु। तिमीहरूले टिमुर्कीलाई पिटेर नराम्रो गर्यौ, अब यसको सजाय के हुन्छ याद राख। हिँड टिमुर्की। ओइ सुन, तैँले पनि मलाई सोझी भनेर अति हेप्न थालिस्। तैँले जे गर्न सक्छस् गर। बहिनी हिँड, घर जाऊँ, पछि थाहा हुन्छ। नरना टिमुर्की। अनि सुन त टिमुर्की, 10 दिनपछि मेरो घरमा आइज ल। अरे त्यो त बाख्रे होइन? बाख्रे यहाँ आइज न। निक्की दिदी यो तपाईको बहिनी हो? यो मेरै घर छेउमा बस्छ क्या। तँलाई भाइ बनाएको छु नि, हो त्यस्तै यसलाई पनि बहिनी बनाएको। अनि यसको बाबा नि काला छन् कि यो मात्र काली दिदी हो? तँलाई बाख्रे यी राम्रा छन्, सेका छन्। यो चाहिँ घामले डढेर काली बाकी, अझै सेती नै छ त। ओइ बाख्रे किन हाँसेको? यो घामले डरेको कुरा सुनेर नि। ए अनि सुन त बाख्रे, 10 दिनपछि मेरो घरमा पार्टी छ, आइज है। अनि त्यहाँ रागाको आइटम नि पाउँछ? रागाको आइटम मात्र होइन, सबै आइटम पाइन्छ। आइज नि फेरि। ल मेरो एउटा सानो बहिनी छ, त्यसलाई लिएर आउँछु है म। ल लिएर आइज। ल म गएँ, मनी लागे। मसँग छैन नि, तँसँग छ? मसँग छैन। ए त्यो चरपटीवालाले मुर्गा बनाउनु पर्छ। ओइ त्यो केटीले कहाँ सोचिसेर मुर्गा बनाउनलाई? यो बाख्रे भित्र नि यति धेरै आइडिया छ। मलाई जहर भयो भने चरपटा खायो भन, म यस्तालाई सुताइहाल्छु नि।
ल हिँड्छौँ। दिदी हजुर भाइ हामीलाई 50 को चटपटे बनाइदिनु न। हुन्छ त्यहाँ एकछिन वेट गर्दै गर न है, म बनाइदिइहाल्छु। मिठो बनाइदिनु है, 50 को मिठो न मिठो बनाइदिनु। ल ल भाइ चटपटी खाने ल खाइहाल्छु न। मुनि राख्न। ओ कस्तो मिठो है, क्या खा क्या चटपटीको पैसा दिनु पर्दैन। ए बिर्सेछु के बिर्सेछु। अनि खोइ देऊ न मेरो पैसा। ए पैसा तसँग छैन? हैन तसँग छ। तसँग छ नि पैसा। ए पैसा त तसँग छैन। ओ उता हेर त। हे फेरि भागेर मरि गए नि। ओइ तिमीले नाटक किन देखाइराको? अरु कि त भागेर गइहाली। अब चटपटीको पैसा कसले दिन्छ? खुरुक मेरो पैसा निकाल त। ला दिदी पैसा हाल्न त हाली थी, कहाँ हाली बरु चटपटे खाएको भाडा माझ्दा हुँदैन कि कान्छमा तेरो उर्वास गरौ। थिएन भने चटपटे खान किन आएको त? भोलि खुरुक्क मेरो पैसा लिएर आउनु त्यहाँ। अहिलेको लागि जाऊ। थुक्क झन् आज राम्रो बेकार गरेर बहिनीलाई मासु खुवाउँछु भनेको त जाबु 100 रुपियाँ मात्र भयो। अब बहिनीलाई के भनेर फकाउने होला त? न यो 100 रुपियाँको मासु आउँछ, चटपटी खाना त्यस्ता नमुनाहरू आउँछ। अब के गर्ने होला त?